अनि राजा ठिसोङ देउजन थाहा छ नि राजा ठिसोङ देउजनलाई चाहिँ अब गुरु rinpocheले वाङ दिएको सबै गरेको गुरु हो नि त नेपाल हुँदै 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 पाल्नु भएको नि यो जुट त होइन नि यो सबै इतिहासमा छ नि त स्थानीयहरू पनि छन् अनि राजा ठिसोङ देउजनले चाहिँ गुरु rinpocheले चाहिँ ल मलाई हिर्काऊ भनेर के अब नहिर्काऊ भने गुरुको आदेश हिर्काऊ भने आफ्नै गुरु कसरी हिर्काउने हैन मलाई हिर्काऊ भनेर के गुरु rinpoche बसेको ठाउँमै अनि दोधारमा पऱ्यो नि त अनि हिर्काएर के यसरी टाउकोमा हिर्केको हात त यस्तो छिटेर तल गुरु rinpoche बसेको आसन भुइँमा छुएर के त्यस्तो उहाँको शरीर त्यस्तो हो नि त नि हाम्रो जस्तो होइन नि इन्द्रेणी शरीर भन्छ नि अनि उहाँ कसरी पाल्नुहुन्छ भनेर चाहिँ जस्तै यहाँबाट चाहिँ बौद्ध जानु पर्यो भने यहाँ हराएर जान्छ अनि बौद्धमा टक्कै निस्किने के इन्द्रेणी यहाँ हराएर त्यहाँ निस्किन्छ नि हो त्यस्तो टाइपको हो नि त त्यस्तो शरीर हो नि छालुई भन्छ नि हो हामीले भावना गर्दा नि त्यस्तो भावना गर्नुपर्छ फेरि हामी जस्तो पेट भएको पेट भुँडे निस्किएको भित्र मासु अन्द्रा भुँडी दाँतहरू भएको गनाउने त्यस्तो भावना गर्नु हुँदैन होइन कसैको दाँत पहेँलो कसैको दाँतको बिचमा कालो कालो होइन कसैको नमिलेको त्यस्तो भावना गर्नु हुँदैन एकदम होइन उज्यालो अनि एकदम तेजिलो इन्द्रेणीको शरीर होइन त्यो 260 फुङ्गो भन्छ नि हाम्रो जस्तो यो सबै फोहोर हो नि तपाईँ 1 महिना ननुहाएर बस्नु त कति गनाउँछ होइन हामी यो स्याहार सुसार गरेर पो राम्रै देखेको त होइन राम्रो देखेको तपाईँ 5-6 दिन ननुहाएर बस्नु त कस्तो दाँत पुरा पहिलो कपाल पनि गिजिङ होइन कपाल नकोड्नु होइन दाँत पनि नमाज्नु नङ नकाट्नु कस्तो हुन्छ त्यो हो नि हाम्रो असली रूप त अलिक सिँगार पटार गरेर पो राम्रो देखेको होइन त्यो त्यही भन्नुभएको छ नि त गुरु rinpocheको शरीर चाहिँ त्यस्तो हो धेरै शक्तिशाली हो नि गुरु rinpoche एकचोटि टिबेटमा चाहिँ बिनासा भन्ने एउटा छाङ बेच्ने केटी थियो अनि गुरु rinpoche त्यहाँ पाल्नु भएर छैन मलाई छाङ देऊ भनेर गुरु rinpoche कति चाहियो छाङ भने मलाई 500 बारी छाङ देऊ भनेर 500 बारी सबै छाङ बिउनु भएन एक थोपा मात्नु भएन उहाँ अनि यो छाङको पैसा चाहिँ म घाम डुबेपछि दिन्छु है भनेर के त्यसपछि त घाम त जाँदै जाँदैन त्यहीँको त्यहीँ बस्दो रहेछ रे 2 दिन भयो घाम जाँदैन 3 दिन भयो घाम जाँदैन 7 दिन भयो घामै जाँदैन त्यहीँको त्यहीँ घाम त अनि टिबेटको त हरियो सबै सुक्यो पोखरी सबै सुक्यो बिजोङ भएपछि अनि राजाले चाहिँ के भएर यो भनेर आउँदाखेरि चाहिँ अनि तान्त्रिक गुरुले त घामै रोकाएर राखेछ रे के गुरु rinpocheले घामै रोकाएर राखेछ अब तपाईँले छाङको पैसा दिनु पर्दैन घाम छोडिदिनु भनेर के गुरु rinpocheलाई अनि औँला यस्तो हटाएको त घाम त रातो पिलिर गरेर गएर के त्यस्तो शक्ति हो नि त गुरु rinpoche अहिले हामी त अनि 1 ग्लास खाए पनि होइन बोल्नु नपर्ने सबै बोलिदिन्छ होइन खुट्टा पनि लटपटेर भोलि पनि लटपटे त्यस्तो शक्तिशाली हो नि अहिलेको लामाहरू के भन्दो रहेछ गुरु rinpocheले त खान्छ म गुरु rinpocheको चेला हो के हुन्छ र भन्नुहुन्छ नि गुरु rinpocheले खाएको भनेको चाहिँ मयूरले बिख खाएको जस्तो हो के कागले बिख खाएर हुँदैन नि त काग त बिख खाएर मर्छ तपाईँहरू सुन्नु नि एउटा कथा छ नि त कागको बच्चा र मयूरको बच्चा चाहिँ सँगै हुर्किएको रे अनि मयूरको बच्चा चाहिँ दिन प्रतिदिन राम्रो 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 कलर पनि राम्रो सबै राम्रो हुँदै गयो अरे कागको बच्चा त कालोको काले है अनि कागको बच्चाले अचम्मै लागेको छ के हुँदो रहेछ यो भन्दाखेरि तिमीले के खाँदैछ भनेर सोद्धाखेरि मैले यो खाँदैछ भने कागको बच्चाले नि बिख खाइदिएर मरेर तर मयूरलाई त राम्रो हुन्छ नि बिखले गुरु rinpocheले जति छाङ खाएन झन् शक्ति आउने झन् राम्रो हुने हो त्यही कारण अहिलेको समयमा चाहिँ अब शान्ति र नागबाहरू चाहिँ अनि पूजा गर्ने छाङ खाने रक्सी खाने होइन गुरु rinpocheले त खान्छ हामी गुरु rinpocheको चेला हो के हुन्छ र भन्छ नि त मयूरले बिख खाएको जस्तो खान सक्नु पऱ्यो नि त कागले बिख खाएको जस्तो हुनु भएन त्यस्तो एकचोटि चाहिँ हिउँदोको समयमा राजा ठिसोङ देउजन चाहिँ कपाल दुईको रहेछ नि त एकदम चिसो भएर घाम डुम्डुम लाग्दाखेरि त्यतिखेर नि घाम रोकाएर राखेको छ गुरु rinpoche त्यस्तो शक्ति हो नि त गुरु rinpoche अनि टिबेटमा